हुँदैछ यी दुईजना चढ्दैछ उकालो एज युजुअल ग्याल्मो इज प्रिटी एक्साइटेड उसको हाइक कम ट्रेकलाई जहिले नै एक्साइटेडै हुन्छ यस्तो छ भ्यू चाहिँ ए वाउ ब्या कसम भनेको क्या यस्तो दामी मैले चाहिँ एक्सपेक्टै गरेको थिएन यस्तो जग्गा हुन्छ नि साँच्ची अनि मैले यो ट्रेकिङहरू चाहिँ किन स्टार्ट गरेको भन्दाखेरि चाहिँ मैले एउटा निम्स दाईको चाहिँ 14 पिक्स भन्ने पहिला हेरेको थिएँ त्यस्तो मलाई अब त्यस्तो मोटिभेटेड भएन तर त्यसको बादमा रिसेन्टली पनि उसले चाहिँ हिजो अस्तिको दिनमा लोत्से र मकालु चाहिँ 25 घन्टामा विदाउट अक्सिजन चढेको थियो क्या द्याट इज द वर्ल्ड रेकर्ड द्याट गाई हेज सेड उसले त्यो माउन्टेनियरिङ कमिटीलाई धेरै नै अब प्रोफेसनलिजममा लगेको छ त्यही भएर मलाई ओभर मन पर्यो क्या आई नो म अहिले गएको छुइनँ गर्नु सकेको छुइनँ त्यो तर बट स्टिल म अब एउटा वान स्टेप एट अ टाइम क्या म एउटा यहाँ आयो सबैजना उनीहरू पनि दे आर फ्रम वेस्ट बेङ्गाल कहाँ आप लोग कहाँ से कोलकाता दे आर फ्रम कोलकाता बन्धु हमारा मित्र हाय दामी जग्गा क्या ए ग्याल्मोको भ्लग ग्याल्मो आफै चाहिँ ऊ आफै इन्जोय गरिरहेको छ उसले भ्लग चाहिँ सबै मलाई बोल्नु दिइरहेको छ सायदले मैले बोल्दैछु मलाई इन्जोय गर्दैछ यस्तो इन्जोय गर्छु हेलो गाइस कति मजा आइरहेछ तपाईहरु पनि आउनुपर्छ यसरी इन्जोय गर्नुपर्छ पीस लभरहरुलाई नेचर पीस मजाको छ क्या हाम्रो चाहिँ दा चाहिँ फेरि यस्तो फुटपाटुट बोलेर मिठाई पनि बाँड्दिहाल्यो के बाँड्दै हो के हो दा दा अब तयारीमा आइदिएको रहेछ नि ड्राई फ्रुट किसमिस ग्याल्मोको भ्लग कन्टिन्यूमा हामी यो सिनेरियो भएको जग्गामा आइपुग्यो यस्तो दामी भ्यू माथिबाट वेदरले फग पनि आउँदैछ तर हामीले आई थिङ्क स्लिपिङ बुद्ध माउन्टेन रेन्ज त्यो जुन चाहिँ हामीले सोचेको थियो त्यो चाहिँ देख्नु पाउँछ जस्तो चाहिँ लागेको छैन तर लेट्स सी के हुन्छ यस्तो दामी जग्गा आइपुग्यो तर आउनु चाहिँ यस्तो बाटो होइन रोडै हिँड्नु पर्ने रहेछ यो फालुट पनि तर वर्थ इट क्या एकवटा भ्यू चाहिँ यस्तो दामी छ कि दुईजना अगाडि हिँड्दैछ उसले मलाई भ्लग गर्नु दिएर अनि म चाहिँ भ्लग गरिदिनु अरे उसको अनि हामी भर्खर 2 किलोमिटर मात्रै हिँडेको रहेछ 15-20 मिनट बेसी हिँड्यो आधी घन्टाहरूमा 2 किलोमिटर मात्रै हिँडेछ फेरि हामीले 2 किलोमिटर चाहिँ आधी घन्टामा कभर गर्दैछ 2 किलोमिटर चाहिँ ऊ पर जङ्गली याक जानु त हुँदैन होला उनीहरूले हामी यस्तो जग्गा आइपुग्यो अब 2 किलोमिटरको ट्रेकमा चाहिँ हिँडेर चाहिँ 2 किलोमिटर बाद हिँडेर वेदर चाहिँ अलिकति स्याड हुँदै गयो नि यस्तो दामी जग्गा आम्बो यहाँबाट झन् जग्गा फेरि दामी देख्दिँदो रहेछ गाइस हामी यहाँ छकुम भन्ने जग्गा आइपुग्यो आई थिङ्क यो चाहिँ नेपाल साइडै हो जस्तो लाग्यो किनभने यहाँनिर चाहिँ अहिले एसएसबीको उयो जवानहरू थियो
उनीहरूले बर्डरमा उयो गरेको जस्तो लाग्यो यो सब हेर्नु न भेडा पनि छ हो भेडा मैले कहिले याककै बच्चा रहेछ दामी क्या मजाको हेर्नु न याकहरू क्या ग्रे कलरको यस्तो दामी कलर हेर्नु न मैले त कहिले देखेको थिएन याकहरू ओइ नो 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 ओइ 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 सरी सरी उनीहरूलाई चाहिँ नुन दिँदो रहेछ याकहरूलाई चाहिँ यहाँनिर सबै जग्गामा दिन्छ मैले देखेको थिएँ फोटो यस्तो मतलब टिभीहरूतिर देखेको भिडियोहरूतिर देखेको तर लाइभ चाहिँ फर्स्ट टाइम देखेँ नुन खाँदो रहेछ उनीहरूले मजाले तर डराउँदो रहेछ बच्चाहरू रहेछ कि उनीहरू अलिकति अग्रेसिभै हुन्छ त्यही भएर हामी चाहिँ छेउछाउतिर चाहिँ जानु हुँदैन अलिक अग्रेसिभै हुँदो रहेछ परको झन् दामी छ यो पनि खतरा यो चाहिँ केटा होला कि सबै केटी अरे जो डी 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 दामी परको चाहिँ मलाई दामी लाग्यो यो ग्रे चाहिँ यस्तो दामी कलरमा छ कि यो ग्रे चाहिँ तर यही चाहिँ खतरा रहेछ त्यही त मैले पनि फर्स्ट टाइम देखेँ अहिले चाहिँ हामी चन्दु होमस्टेमा छ ए हामी चाहिँ अब यस्तो यहाँभित्र हामी चाहिँ बस्तीतिर आएर पनि बालिन्चाको जग्गामा हामी चेस ग्याल्मुले चाहिँ खाँदैन ग्याल्मुले चाहिँ चिया मगाइरहेछ दामी यो भ्यूसँग चाहिँ यो झाड चाहिँ कस्तो दामी हुन्छ ग्याल्मुलाई चाहिँ हिमाल देखेन यो चाहिँ फेरि अब ऱ्यापरहरू त्यस्तो फेरि बोल्नु थालेको छ आजकल कुनै यहाँबाट होइन यो साइडपट्टि देख्छ यो साइड चाहिँ सबै माउन्टेन रेन्ज त्यो कञ्चनजङ्घा माउन्टेन रेन्ज सबै देख्ने थियो रहेछ तर स्याडली दिनले गर्दा वेदरले गर्दा यस्तो हुन्छ यहाँ उनीहरू चाहिँ हाइपरल्याप्समा भिडियो गरिरहेको छ अनि मेरो फोनबाट चाहिँ गर्दैछ दाजुको यो गाडी पुरानो मार्शल गाडी भन्छ यसलाई चाहिँ दामी छ यो गाडी पनि यस्तो दामी कुद्छ कि यो गाडी चाहिँ जस्तै उकालोतिर पनि कुद्छ 4x4 नै होला उसको यो गाडीभित्र चाहिँ के छ भन्दा वाइफाई छ मोन्स्टर एनर्जी चन्दु होमस्टेमा हामी म्यागी ब्रेक अलराइट गाइज सो हामी यहाँ चन्दु होमस्टे कम रेस्टुरेन्टबाट खाजा खाएर क्विक म्यागी खाएर निस्क्यो अनि हामीले 1 केजी जार चाहिँ बोकिरहेको छ जस्ट इन केस बाटोमा खानुपर्छ भनेर किनभने मजाले एनर्जी दिँदो रहेछ दामी तर अहिले वेदर चाहिँ ओभरै विन्डी भइरहेछ खतरा भइरहेछ त्यही भएर पुरै हुडी ट्याक्कै लगाएर and I would like to welcome Galmo in her own vlog. Also not in mood to speak. She's not in mood to speak because उसले त्यो म्यागी खानु पाएन राम्रोसँग अन्त त्यही भएर चाहिँ होइन गाइस होइन हजुर मलाई हिँड्नुमा फोकस हुन्छ कि म के बोली पठाउँछु त्यसले गर्दा मैले तोप्केलाई बोल्नु भनेको हो यो भ्लगमा चाहिँ हाम्रो भाइ फर्स्ट टाइम अरे मजाले बोल्दो रहेछ जलवा है हमारा लाइक म चाहिँ फर्स्ट टाइमै तर म युट्युब च्यानलहरू मलाई त्यस्तो डेडिकेसन दिएर त्यो गर्नु नै सक्दिनँ क्या आज पनि उसको भनेर मात्रै मैले गरिदिएको तर क्या मजाको छ यो जग्गा चाहिँ अब मैले अहिले क्यामेरा चाहिँ उल्टा पक्रि पठाएछु सो सरी फर द्याट अब अलिकति चाहिँ यस्तो पाराले देखाइदिन्छु है बाटो चाहिँ यस्तो छ हेर्नु न मजाको रोडै रोड हो जान्दा हुन्छ दाहरू त इन्जोय गर्दै जान्छ जहिले पनि उनीहरू चाहिँ दुईजनै म मात्रै हुन्छु बेसी नबोल्ने त्यस्तो मतलब उनीहरू चाहिँ इन्जोय गर्दै जान्छ क्या जहिले गुरासै गुरास छ यहाँ त पुरा फुलेको छ यी गुरास ग्याल्मोले गुरास पायो युट्युबर सब्स्क्राइबर मेरो फ्यामिलीहरूलाई है युट्युब फ्यामिलीहरूलाई सबैको लागि दाले टिपिदिनु भएको गुरास चाहिँ दा चाहिँ
हाम्रो यस्तो हुनुहुन्छ यी मजा गर्दै जान्छ क्या दुईजना चाहिँ दुईजना मजा गर्दै जान्छ एभ्री टाइम लाइक उनीहरू नै हुन्छ त्यो लास्ट ट्रेक हाम्रो ट्रेक त होइन हाइक समादेन गोर्खेहरू पनि उनीहरू दुईजना नै थियो मजा गर्दै हिँड्ने म चाहिँ बेसी बोल्दिनँ म चाहिँ त्यो बोल्नु खालको हुन्छ क्या अनि तपाईँहरूलाई यो देखाउन चाहन्छु यो चाहिँ यस्तो रहेछ यो एरो हेर्नु ल यहाँनिर अहिले दुइटामै कलर गरेको छ किनभने यो एउटै बाटो हिँड्दैछ नि त होइन यो एउटा हेर्नु त अर्कै कलरको छ यो एउटा व्हाइटमा छ नि यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यो अहिले यही बाटो जाँदैछ यो चाहिँ दुइटै इन्डिया नेपाल दुईजनाले युज गर्दै रहेछ अनि यहाँबाट बाटो चाहिँ कतिवटामा चाहिँ छुट्टिँदै रहेछ दुइटा बाटो छुट्टिँदाखेरि चाहिँ के हुँदो रहेछ या त्यो रेड खालको त्यस्तोमा गयो भने चाहिँ त्यो चाहिँ उयो रहेछ नेपालको पट्टिबाट रहेछ अनि हामी व्हाइटपट्टि हिँड्यो भने चाहिँ त्यो चाहिँ इन्डियापट्टिबाट रहेछ बाटो पनि छुट्टिँदो रहेछ किनभने यो बाटो चाहिँ हिँड्दै बिचबाट नेपाल छुट्टिदिँदो रहेछ इन्डिया छुट्टिदिँदो रहेछ त्यो चाहिँ यादै हुँदैन रहेछ त्यो चाहिँ एरोले मात्रै चाल पाउँदो रहेछ अहिले हामीलाई त्यो चाहिँ त्यो चन्दु होमस्टेबाट भनेको वेदर चाहिँ यस्तो भयो चन्दु होमस्टे माथिबाट आयो एकैछिनमा हामीले अलमोस्ट लाइक हाफ किलोमिटर जस्तो त कभर गरिहाल्छ उनीहरू छुट्टो हिँड्दो रहेछ क्या राम्रो हिँड्छ हाम्रो तिनैजना राम्रो हिँड्छ हिँड्नु चाहिँ त्यो थाक्ने खालको चाहिँ छैन तिनजना मजाले हिँड्ने खालको छ मैले चाहिँ देखेन क्या कतिजना हुन्छ नि थाक्यो कुनै के भन्नु दुईजना मजाले हिँडिन्छ अनि मलाई त त्यसै पनि त्यो कार्डियोहरू गरेर म ट्रेडमिलहरूतिर हिँडि नै बस्छु लाइक निकै नै हिँडिबस्छु म रिसेन्टली यो आउनु अगाडि पनि म ट्रेडमिलमा 1 घन्टाहरू चाहिँ ननस्टप 5 को स्पिडहरूतिर 18 को एलिभेसनहरूतिर चाहिँ म हिँडि नै राखेको हुन्थेँ मलाई त्यस्तो केही प्रब्लम चाहिँ पर्दैन तर हिँड्नुमा तर आई वाज लाइक सक्ड उनीहरू दुईजना पनि त्यस्तो चाहिँ हिँड्दो रहेछ मजाले हिँड्दो रहेछ अलराइट गाइज सो हामीले अहिले पनि 2 किलोमिटर हिँडेर आइपुगेछ 15 किलोमिटर दाको म एउटा फोटो खिचिदिइहाल्छु ल अनि हियर शी इज ओन्ली 15 किलोमिटर्स दाको हल्का दुईटा जस्तो फोटो निकाल्दै मैले दामी छ यो पनि जग्गा पनि ग्याल्मोले पनि फोटो खिच्ने अरे ऊ आज भ्लगर मान्छे चाहिँ खास चाहिँ उसले चाहिँ के हो मलाई भ्लग गर्नु दिइरहेको छ डल्लै उसको भ्लगबाट फोटोहरू खिचिदिँदैछु दामी चाहिँ दामी भइरहेको छ अहिले भर्खर घाम लागिरहेको थियो फेरि टक्कै सेड्सहरू लगाएर जाँदाखेरि पानी मतलब दिन यसरी भयो अनि हेर्नु न यहाँबाट के हो यो जग्गा के भन्नु यसलाई भ्याली भन्नु कि आई डोन्ट नो के भन्छ यसलाई अब पहाड पनि छ भ्याली जस्तो पनि छ अब दामी छ तर जग्गा चाहिँ हेर्नु न यही हो एरोहरू चाहिँ हेर्नु त सबै एरो सँगै लगाइदिएको छ नि यो एरो रेड र व्हाइटले सँगै लगाएको भने चाहिँ नेपाल र इन्डियाले दुईजनाले युज गर्छ यो बाटो अन्त एउटा मात्रै अस्ति अलग्गै कतिवटा चाहिँ अलग मात्रै लगाएको हुन्छ त्यो चाहिँ नेपालले युज गर्ने अलग्गै इन्डियाले युज गर्ने अलग्गै खालको बाटो रहेछ नेपालको शिखर यहाँ रहेछ यो एनर्जी ड्रिङ्क चाहिँ के को हो मलाई हेर्नु मन परेको नि कस्तो देखेँ क्या हेर न म्याक्स टाइगर हेरे यस्तो खाएर आउँदो रहेछ 330 म्याक्स टाइगरको एनर्जी ड्रिङ्क नफालिदिनुहोस् अरे दामी छ उनीहरू चाहिँ अब यो साइड खोल्यो भने चाहिँ हामीले माउन्टेन रेन्जहरू सबै देख्ने रहेछ तर यही साइडै सबै फगे यता यही साइड जाँदैछ यता खोलिन्छ कि खोलिँदैन के भन्छ हेरौँ चाहिँ ग्याल्मो एक्साइटेड छ दाजुको पनि फर्स्ट टाइम थियो ग्याल्मोको पनि फर्स्ट टाइम मेरो पनि फर्स्ट टाइम मजा आइरहेछ कहाँ हो
3-4 वर्ष अगाडि गरेको थियो होला आउने, तर कहिले पनि सक्सेसफुल भएन आउनु। के हुन्थ्यो आउने हप्ताको लास्ट विकहरूतिर, आउने टाइमतिर जहिले पनि के भएर क्यान्सल हुन्थ्यो अनि आउनै पाएन। ग्याल्मोले पनि ठिकै भनेको थियो, ठिकै प्लान पनि भयो अनि टाइम पनि आयो। उसको दाजु, म, ग्याल्मो आयो। उसले चाहिँ भाइ पनि बोलाउँदै थियो, तर भाइ चाहिँ हिँड्नु सक्दैन रहेछ, यसो यताउता लामो बाटोहरू, त्यही भएर चाहिँ भाइ चाहिँ आएन। अन्त यस्तो दामी जग्गा आइपुग्दैछ। अब कुन चाहिँ जग्गा पुग्यो तर दामी जग्गा पुग्दैछ। हेर्नु न क्या मजाको जग्गा पुग्यो। पर याकहरू छ हो, दामी जग्गा पुग्थ्यो। उनीहरू चाहिँ अगाडि हिँड्दैछ एक्साइटेड भएर। यहाँ चाहिँ योहरू चाहिँ मलाई तर जङ्गली याकै जस्तो लाग्यो। ओ टाइगर आसे, यतिकै टाइगर आसे, जंगलमा टाइगर आसे। उडी बाबा, यता भालु, यता टाइगर, ये तो बहुत बड़ो आस्ते, यता टाइगर तो बहुत बडो आस्ते। तो क्या मजाको देखेको हेर्नु न। टुप्पा केही छैन, टुप्पा सबै आई थिङ्क लाइटनिङले गर्दाखेरि चाहिँ उडेको जस्तो लाग्दैछ मलाई। लाइटनिङले गर्दा उडेको होला यो। टुप्पा सबै रुखको छैन हो, मुनि चाहिँ दामी छ। वेदर चाहिँ एकछिन खोलिन्छ, एकछिन बन्द हुँदै जाँदैछ। पानी पर्यो भने चाहिँ यस्तो ब्याड हुन्छ कि हामी ग्याल्मो जस्तै युआर अलवेज ह्याप्पी। फोटो चाहिँ राम्रो निकालिदिनु पऱ्यो ग्याल्मोको। जिममा चाहिँ तर सबै दाली लिएको छ अहिले फोटोग्राफीको, ग्याल्मोको फोटोग्राफी। मैले 1-2 खेप ट्राई गरेँ कि ऊ सन्दकपुरबाटै फर्केर घर जान्छु भन्ने बनाइदिएँ मैले हो, त्यही भएर चाहिँ फोटोग्राफीको सबै जिम्मा दाले लगाइरहेछ। जग्गा चाहिँ दामी, हेर्नु न फेरि बादल यो कुरो आयो नि, क्या दामी आइरहेछ बादल जग्गा। ल भाइ, अलराइट गाइस, ग्याल्मो सी इज फाइनली एट थक्लुङ भन्ने जग्गा, नेपाल थक्लुङ। यो गाडीले चाहिँ हामीलाई लिफ्ट दिएको माथि बाटोदेखि। दाजु हुनुहुन्छ, दाजुले लिफ्ट दिनु भयो, धन्यवाद दाजुलाई। यो चाहिँ याक फेस्टिभलहरू सबै यहीँनिर हुँदो रहेछ। अस्ति भर्खर रिसेन्टली याक फेस्टिभल भएको थियो रहेछ। अन्त हामी आउनुको चाहिँ 3 दिन जस्तो अगाडि सकेको रहेछ। वेदर चाहिँ यस्तो डरलाग्दो वेदर छ कि। अन्त ग्याल्मो अब यी दाले देखाइदिनुहुन्छ। यो चाहिँ एउटा होमस्टे, थक्लुङ होमस्टे यही हो, तर हामी चाहिँ बस्दैन। हामी फेरि सन्दकपू फेरि ब्याक जाने, तर वेदरले गर्दाखेरि चाहिँ अलिकति बसेको। के हुन्छ लेट्स सी। यो गाडी हेभी कुदिँदो रहेछ नि, यो थार होला हो यो गाडी, दामी कुदिँदो रहेछ थार सिआरडी। ए 60 कुदिँदो रहेछ, अफ रोडिङ यस्तो दामी कुदाइदियो कि म चाहिँ तर पछाडि सिटमा बसेर भएर चाहिँ भएन। ए दामी छ यहाँनिर चाहिँ। सबैजना यी बाइकर्स क्लबहरूको होला, सबै मजाले हो यस्तो हुँदो रहेछ। यहाँबाट चाहिँ आज वेदरले गर्दा रहेछ, नभए चाहिँ भ्यू चाहिँ यस्तो। ग्याल्मो इज टेकिङ ओभर अ भ्लग नाउ। यो मिल्की वे यस्तो देख्छ बेलुका यहाँबाट थक्लुङबाट। बाहिर चाहिँ रड्डी भइरहेछ हेर्नु न, दामी भइरहेछ कि। यहाँ हेर्नु न, वेदर चाहिँ खोलिँदै बन्द गर्दै हुँदैछ। यहाँबाट भर्खर खोलिँदै थियो, यहीँबाट चाहिँ सबै माउन्टेन रेन्ज सबै देख्छ अरे, कञ्चनजङ्घाको माउन्टेन रेन्ज सबै। तर वेदर चाहिँ अलिकति अब भर्खर घाम लाग्दैछ, खोलिनु खोज्दैछ हो। होपफुली प्लिज, अब त्यही भएर चाहिँ हामी बसिरहेको छ, खोलिन्छ कि भनेर।
तर याक फेस्टिभलहरू चाहिँ यहीँ हुन्छ अरे यता स्लटर पहिलाको त्यो स्लटर गर्ने त्यस्तो उयो जस्तो रहेछ मतलब त्यो के भन्छ त्यो पनिसमेन्ट दिने माथिबाट यस्तो त्यो उयो आएर गर्छ नि कुनै टाउको काट्ने हेर्नु न ऊ यहाँनिर यस्तो दामी वेदर हुँदैछ अब सबै उड्नु अब के हो लकले फेभर गर्छ कि गर्दैन तर दामी उयो हुँदैछ यो साइडहरू देख्छ जस्तो लाग्यो कञ्चनजङ्घा त्यहाँबाट त्यो आलुहरू चाहिँ के हुन्छ मजाको भइरहेछ यस्तो अँध्यारो भइरहेको थियो अहिले त अलि उज्यालो भइरहेछ उनीहरू पनि बाइदवे तर हामीसँगै फर्किन्छ अहिले उनीहरूको पनि हाम्रै होमस्टे र सँगै होमस्टेमा छ त्यही भएर हामी सँगै फर्किन्छ उनीहरूसँगै हामी ग्रुप बनाइकन अब यहाँनिर चाहिँ सँगै जाने यहाँनिर ऊ पर दुईजना चाहिँ यहाँ छ यहाँ पुगिरहेछ दुईजना दामी भ्यू हल्का खुल्लेको जस्तो भइरहेछ यो जग्गाहरू हेर्नु न कुन चाहिँ बस्ती हो अब यो जग्गाहरू फेरि घाम पुग्यो दामी चाहिँ दामी हुँदैछ अब खै के हो यहाँबाट घाम लाग्दैछ कि दामी हुँदैछ तर नेपाली चाहिँ हामी चाहिँ यस्तो हुन्छ यहाँ हामी चाहिँ यहाँनिर यत्रो हाई एल्टिट्युडमा पनि सिकेट तान्दै हिँडिँदैछ हेलो गाइस गुड मर्निङ सो हामी चाहिँ हिजो फालुटको ट्रेकबाट तपाईँहरूलाई है अब आदिमै भिडियो यो भइरहेछ त्यसले गर्दाखेरि चाहिँ अब कसो भयो के भयो अपडेटहरू चाहिँ आज दिनु चाहिँ तपाईँलाई यो मर्निङबाट सुरुवात गरिरहेको छु के भन्नुलाई चाहिँ तपाईँहरूलाई उसले भन्छ राइट नाउ हामी चाहिँ अहिले दार्जिलिङमा छ है फालुटको चाहिँ हामी ट्रेक गर्दाखेरि चाहिँ तपाईँहरूले देख्नुभयो होला हामी है थाकुम भन्ने जग्गा पुगेको थियो थाकुममा चाहिँ वेदर खोलिँदै थियो त्यही भएर चाहिँ हामी बस्दाखेरि चाहिँ त्यहाँनिर टाइम पनि ढिलो भइसकेको थियो त्यस्तै 3 बजेको थियो होला हामी अलमोस्ट लाइक आधी घन्टा 45 मिनट्सको थियो होला होइन फालुट जानु है अनि त्यसले गर्दाखेरि चाहिँ हामी अलिक दिन खोल्यो भने चाहिँ फालुटै पुग्ने भएको थियो तर अनफर्चुनेटली त्यहाँनिर चाहिँ अचानकमा पानी दिन बिग्रेर पानी पर्नु थाल्यो हो त्यही भएर चाहिँ हामीले त्यहाँबाट चाहिँ फर्किँदाखेरि हामी अलमोस्ट यस्तै 4-5 घन्टा हिँड्नु पर्थ्यो सन्दकपुरको लागि त्यही भएर चाहिँ त्यहाँबाट हामीले एउटा त्यहीँको मान्छेको गाडी गरेर अनि चाहिँ हामी फर्केको प्लस हाम्रो मेन प्रब्लम चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ नेटवर्क र ब्याट्रीको प्रब्लम भयो फोनको चाहिँ मेरो ब्याट्री नै सकिएको थियो ग्याल्मोको पनि ब्याट्री थाम्दैन त्यसले गर्दाखेरि चाहिँ मेरोबाट पनि लास्ट मैले त्यो थाक्नुसम्मको चाहिँ जति मैले तपाईँहरूले देख्नुभयो भिडियो त्यतिसम्मको मात्रै थियो अनि वेदर चाहिँ हामी जान्दा मात्रै भएको होइन अरे यो चाहिँ 1 महिनादेखि चाहिँ वेदर चाहिँ क्लियर नभएको चाहिँ 1 महिना भइसकेको थियो अरे किन भन्दाखेरि हामी चाहिँ प्लान थियो आजै बस्ने तर हामी बस्नु पाएन नि त वेदरले गर्दाखेरि किनभने अब वेदर खुल्लेन अन्त के गर्नु बस्नु भनेर चाहिँ हामी फर्केको त्यही भएर है अन्त बिहान पनि सन्दकपुर आइपुगेर राति आइपुगेर हामी डिनर गरेर थाकेको थियो सो सुतिहाल्यो त्यसले गर्दाखेरि चाहिँ त्यहाँ सन्दकपुरमा लाइट नभएको 2 दिन जस्तो भएको थियो त्यसले गर्दा हामीले फोनहरू चार्ज गर्नु पाएन फोन वाज टोटली अफ है अनि त्यही भएर हामी बिहान पनि त्यो मालिकको फोनबाट त्यो ड्राइभरलाई फोन गरेर हामी चाहिँ सन्दकपुर तल माने भन्ज्याङ फर्केर डाइरेक्ट हामी दार्जिलिङ आइपुगेर चाहिँ तपाईँहरूलाई अहिले अपडेट दिँदैछ के भयो कस्तो भयो भनेर है सो सरी फर अब होइन त्यही थियो तपाईँहरूले पनि अब आधी भिडियो गरेर आधी कहाँ गयो भन्ने एउटा क्युरियोसिटी भन्ने हुन्छ होइन त्यो नहोस् भनेर चाहिँ एउटा हामीले तपाईँहरूलाई एउटा अपडेट पनि दिइराखेको कसो भएको थियो के भएको थियो भनेर हामी फेरि नेक्स्ट पनि जाने प्लान चाहिँ गर्दैछ नोभेम्बर या डिसेम्बरमा हामी फेरि जान्छौँ त्यति बेला चाहिँ अलिकति कलहरू अब चाहिँ हामीलाई पनि इन्फर्मेसन डल्लै पाएको छ कि कसरी कल गरेर आउनु के हो भनेर आइडिया पायो अब जाँदा चाहिँ अलिकति सजिलै हुन्छ होला किनभने यो चाहिँ हाम्रो फर्स्ट थियो त्यसले गर्दाखेरि हामीलाई त्यस्तो आइडियाहरू केही थिएन हामी आफै गएको विदाउट गाइडहरू होइन त्यसरी गएको अब नेक्स्टमा चाहिँ राम्रै आउने होप गर्छु तपाईँहरू है तपाईँहरूले पनि माया दिनुभएको छ धेरै धेरै धन्यवाद सबैजनालाई है यसरी नै माया दिइराख्नुहोस् मेरो च्यानललाई होइन अझै ग्रो अप गराइदिनुहोस् म पनि तपाईँहरूदेखि अलिकति मोटिभेट होस् होइन मेरो
यस्तो मान्छेहरूले अब अलिक भन्यो भने होइन तपाईँहरूलाई के भन्नु छ कमेन्ट सेक्सनमा भन्दा पनि भयो होइन त्यहीँबाट म पनि त अब कुछ हेरेर सिक्छु होइन किनभने सबैजनाले यो चिजहरू चाहिँ फर्स्ट टाइमै हुन्छ हामी पनि अझै सिक्दैछ है अझै सिक्छ बिगिनर हो होइन अब कस्तो गर्नुपर्छ के हो हामी पनि बिस्तारै बिस्तारै सिक्दैछौँ यसरी नै अब आफ्नो च्यानललाई ग्रो गर्नुपर्छ होइन राम्रो राम्रो तर हाम्रो यो नेक्स्ट अगर हामी गयो भने चाहिँ फालुटको हामी सब्मिट गरेको चाहिँ भ्लग दामी नै हुन्छ किनभने हामीले डल्लै बुझिसक्यो त्यहाँको कस्तो पाराले गर्नुपर्ने के पाराले गर्नुपर्ने होइन अनि वेदर कुन चाहिँ सिजनमा जानुपर्ने हो भनेर सबै हामीले इन्फर्मेसनहरू चाहिँ हामीले अस्ति उयो गरिसक्यो ग्यादर गरिसक्यो त्यही भएर चाहिँ हाम्रो फालुट भ्लग चाहिँ राम्रै हुनेछ तर तपाईँहरूले चाहिँ हाम्रो यो फालुटको चाहिँ हामी फालुट पुगेको छैन थाकुमसम्म पुगेको छ थाकुमसम्मको चाहिँ 2टा एपिसोड छ प्लिज त्यो 2टा एपिसोडै डल्लै हेरिदिनु होला दामी भएको छ त्यो 2टा एपिसोड है थाकुमसम्म नै सायरली तर अलिकति वेदरले गर्दा मात्रै चाहिँ अलिकति हामी 3जनै डिसपोइन्ट भयो सो त्यो वेदर खुलेको भए चाहिँ डल्लै देख्थ्यो अरे क्या त्यो त भयो अब है नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई स्लिपिङ बुद्ध र तर हामीलाई वेदरले कतिवटा जग्गामा साथ दियो या त्यो चाहिँ खुल्यो बन्द भयो फेरि खुल्यो फेरि बन्द भयो तर पनि इट वाज अ गुड ट्रेक होइन राम्रो भयो मेमोरेबल फन है अब मजाको थियो सक्दो रहेछ हिँड्नु आफूलाई पनि त्यस्तो एक्सपिरियन्स भयो कतिवटा कुरामा होइन त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले माया दिनुहोस् है थ्याङ्क्स फर वाचिङ यति नै भन्न चाहन्छु गाइस कीप सपोर्टिङ बाई